याद छ त्यो स्कुलको डायरी जसको पहिलो पानामा स्कुल ओथ हुन्थ्यो? हात अगाडि तन्काएर कसम खादा लाग्थ्यो हामी जस्तो देशभक्त र अनुशासित त कोही छैन। त्यसपछि त्यो मर्निङ प्रेयरको शान्त माहौल र कोरसमा गाएको स्कुल सङ। लाग्थ्यो यो डायरीमा लेखिएको हरेक शब्दले हाम्रो इमान्दारीको परीक्षा लिइरहेको छ। तर असली खेल त भित्री पानामा हुन्थ्यो। म्याथको पेज 87 को हिसाब होस् या नेपालीको पाना 96 को प्रश्नोत्तर, लेख्न चाहिँ एउटा विषय पनि छुट्नु भएन। 7-8 वटा पिरियड सकिँदा डायरीको त्यो होमवर्कको कोठा भर्न कस्तो शास्ति हुन्थ्यो है। कहिलेकाहीँ त सरले भनेको सुनिँदैन थियो अनि लास्ट पिरियडमा साथीको डायरी थुतेर हतार हतार सारिन्थ्यो। अनि त्यो रातो मसीले टिचरले च्याट्ट पारेर साइन गरिदिएपछि मात्र घर जाने बाटो खुल्थ्यो। तर घर पुगेपछि अर्कै महाभारत सुरु हुन्थ्यो। डायरीको पुच्छारमा एउटा कोठा हुन्थ्यो, पेरेन्ट्स सिग्नेचर। अब कि त होमवर्क नगरेकोमा आमाको गाली खानु, कि त आफ्नो कलाकारी देखाउनु। बुवाको त्यो बाङ्गो टिङ्गो साइन सार्न रफ कपीको अन्तिम पानामा कति प्र्याक्टिस गरिन्थ्यो होला है। अलिकति मिल्ने हुने बित्तिकै च्याट्ट डायरीमा धस्काइदिने। धेरै जसो त आफैले कृत्य गरियो होला हैन त? आज स्वीकार गरौँ न, आज अफिसका ठूला ठूला फाइलमा साइन गर्दा त केही लाग्दैन, तर त्यो बेला डरले काप्दै गरेको थियो एउटा नक्कली साइनमा एउटा बेग्लै थिल थियो। तपाईले चाहिँ कुन क्लासदेखि बुबा आमाको साइन आफै हान्न सुरु गर्नुभयो? अनि डायरीमा टिचरले लेखेको सबैभन्दा डरलाग्दो कमेन्ट के थियो? कमेन्टमा पुराना यादहरू साटौँ है।